विद्वान व्यक्तित्व उहाँले यहाँ मलाई त्यस्तो साथसाथै म पनि अर्को कार्यक्रमलाई छोडाउँदै जाँदैछु। यहाँ हामी अहिले यो बुझाइले गर्नुहोस् म भूमिका मान्दिनँ। जिएनजी आन्दोलनमा शहादत प्राप्त हुनुभएका सम्पूर्ण भाइ बहिनीलाई हार्दिक सम्वेदना र घाइते परिवारहरूलाई शीघ्र स्वास्थ्य लाभको लागि कामना गर्दछु। म त्यसपछि यहाँ उपस्थित हुनुभएका समग्र रूपमा उपस्थित हुनुभएका विद्वान र विज्ञहरूप्रति म मेरो तर्फबाट हार्दिक नमस्कार पठाउन चाहन्छु। म सुरुवात कहाँबाट गर्न चाहन्छु भन्दाखेरि म अग्रिम वक्ता यो भर्खरै अग्रज सत्यनारायण राणालाई हिसाबले दिनुभयो। योभन्दा अगाडिका सबै वक्ताहरूको मैले कुरालाई समर्थन गर्दै र सुझाव आफ्नो अनुभवहरू चाहिँ बाँड्नु त्यो ठिक छ, आफ्नो अनुभव सुनाइदिनु त्यसको लागि ठिक छ। तर आज म तपाईँहरूभन्दा सायद म खुसी छु। म 8 वर्ष अगाडि डब्ली संवादमा 4 लाखले सेयर गरेका थिएँ मैले यो कन्सेप्ट र जिएनजी आन्दोलन होस् भनेर मैले 1987 को आइरिस युथ अफ दि वार भन्ने मैले किताब पढिरहेको लेख्दाखेरि त्यो म यो देख्नको लागि कति आकुल थियो र 1 वर्षमा भूमिका गरेको छु। कुनै विज्ञान आयो, कुनै व्यवहारिक प्रयास कारणले पनि थियो, अरू कारणले पनि थियो र आज यो यति लामो भाषण भन्दा पनि मैले एउटा कुरा एक्सपेक्टेसन गरेको थिएँ, नयाँ जिएनजी आउने पिढी 30 वर्ष र त्योभन्दा माथिका जिएनजी जेड र यहाँ जिएनजी जेड एक्स पनि उपस्थित हुनुभयो। अझै तपाईहरुबाट हामीले विशेष कुरा के अपेक्षा गरेका थियौँ जिएनजी भाइहरूले, तपाईहरुले अबको जिएनजी सरकार जिएनजीले गर्नुपर्ने दायित्वहरू थप राज्य सरकारलाई उत्तरदायी बनाउनको निम्ति के आउन सक्छ त्यो कुराको अपेक्षा गरेका थिए र अहिले जिएनजीको आन्दोलनलाई टेकेर बनेका सरकार अन्तिम सरकारले चाहिँ कसरी यसलाई राज्य व्यवस्था सिस्टम प्रणाली विकल्प भएको देशलाई ट्र्याकमा ल्याउने सुझाव के आउँछ भनेर नागरिक समाजबाट आशा गर्नुभएको थियो उहाँले। तर खै केही छैन। यहाँहरूले विगत भएका विकल्पका आफ्नो अनुभव फेरि सुनाइदिनु भयो। यो इतिहास सुनाउनु जरुरी थियो किनभने नयाँ पुस्ता ऊर्जाशील हुन्छ। अघि भनिसक्नुभयो, योभन्दा अगाडिको धेरैको मैले कुरा सुने, सुरुवातदेखि अन्तिमसम्म छु। सर्वेक्षण खानालाई हिसाबले के भन्नुभयो भन्दाखेरि 10 वर्ष पनि गरेकै जिएनजी पुस्तालाई गलत गर्यो। लागु चौधरी 14 वर्षको थियो अखिल छैटमा लाग्दाखेरि 2038 एसएलसी गर्दाखेरि छोटा तपाईँको भिडिहाल्यो 58 सालसम्म अगाडि भूमिका गरेर आज त्यो जिएनजीलाई गलत महसुस गरिएको थियो र तिमीको परिवार जलित भएको थियो। तर नभन्दै म चाहिँ पछि आएर मेरो छोरा 17 वर्षको भएपछि 5 वर्षपछि चाहिँ आउँदा आज यो 30 वर्षको जिएनजीले के खोज्यो त भन्दाखेरि आफ्नो मौलिक अधिकार र आफ्नो मौलिक अधिकार विकसित गर्न खोज्दाखेरि सामाजिक सञ्जालमा 18 वर्षसम्म भ्रष्टाचार गरेर जब आवाजहरू बुलन्द भए यो मोबाइलले एकदम मौलिक रूपमा काम गर्दाखेरि सोशल मिडियाले बन्द गर्ने निर्णय गरे, आफ्नो कर्तव्य गर्ने। त्यसको लागि जन्म लिएर जिएनजीले जे कुरा गर्यो अब मैले खोज्ने भनेको यति हो। 108 होइन त्योभन्दा बढी चलाउन सक्ने योजना छ जिएनजीसँग। तर तपाईहरुले त्यो कुरालाई कदापि सिधोधारी गरिदिनु भएन। अझै पनि म भन्छु त्यो जिएनजीको मागलाई अग्रजहरू यहाँले यदि नेग्लिजेन्स केयरलेस गरिदिनु भयो भने हेर्नुहोस् मतदान लिएर गोलीको सत्यानाश बनाएको हुन्छ। यसकारणले तपाईहरुले नागरिक समाजसँग मेरो जिएनजीको तर्फबाट यदि अनुरोध छ भाइ बहिनीहरूलाई तपाईहरुले सबै कार्यविधिहरू पेश गर्नु। हाम्रो बाइ नेपाल होइन, आजको दिन चाहिँ बाइ नेपाल बनायो। अघि पनि सुन्नु बच्चा गाडीको वक्ताहरूले भर्खरै आइडिबी सामेल पनि भन्नुभयो बाइ नेपाल कहिले बनायो। हाई नेपाल बनाउनको लागि जिएनजीलाई तपाईहरुले सबै मार्गदर्शन गरिदिनु होला र जिएनजीलाई टेकेर बनेको सरकारलाई सही किसिमले निर्देश गरिदिनु होला भन्ने अनुरोध गर्दै आफ्नो केही शब्दहरू मन्तव्य राख्न विचार गर्न चाहन्छु। धन्यवाद।